मानो रोपेर मुरी फलाउने किसान किन गरिब भइरहेको होला? एकछिन सोचौँ। हुन त उसले थोरै रोप्छ, धेरै फलाउँछ, तर पनि हामी हाम्रा देशका नेपाली किसान किन गरिब भइरहेको छन् होला? यो एउटा उदाहरणबाट हो। हेलो, नानी के गर्दैछौ? म भर्खरै भातुरीको एउटा किवीको अचार रहेछ, त्यही लिएर आएको छु, त्यही खाँदैछु आमा। किवीको पनि अचार हुन्छ र? हजुर, किवीको अचार। ए, मैले हिजो भर्खर किवी बेचेँ नि। हो र? कतिमा बेच्नु हो त आमा? 100 रुपियाँ किलो। अनि तैँले अचार चाहिँ कति हालिस् नि? मैले त 550 वटा डब्बा किनेको नि अचार त। देख्नुभयो नि होइन, किसानले उत्पादन गरेको मूल्य त्यही किसानले फेरि चाहिँ भ्यालु एडेड प्रोडक्ट किनेर खान पर्यो भने कति महँगो पर्दो रहेछ। अझ विशेष गरी यसमा चाहिँ के छ भन्दा किवीको केसमा करिब नेपालमा उत्पादन भएको 70% किवी विशेष गरी भारतीय व्यापारीहरूले पहिले नै किसानमा गएर प्री बुकिङ गरेर त्यो नेपालीले कन्ज्युमै गर्न नपाउँदै चाहिँ डाइरेक्ट नै इन्डिया लान्छ र त्यो इन्डियाबाट चाहिँ भ्यालु एडेड प्रोडक्टहरू चाहिँ नेपालमा फेरि फर्केर आउँछ, जसलाई चाहिँ हामी नेपाली उपभोक्ताले महँगो शुल्कमा किनेर खाइरहनु परिरहेको छ। भनेपछि यो भ्यालु एडिसनको काम यदि हामीले नेपालमै गर्न सक्यौँ भने किसानको त्यो उत्पादन गर्ने किसानलाई कसरी अपलिफ्ट गर्न सकिन्छ र त्यो भ्यालु एडिसनको प्रोसेसमा थप रोजगारी कसरी सिर्जना गर्न सकिन्छ त भनेर हाम्रो खोज थियो। त्यो खोज गर्दै जाँदा जुन अघि साथीहरूले याद गरे, यो चाहिँ हाम्रै साथी जाजरकोटमा किवी उत्पादन गर्ने एउटा साथीको कहानी थियो। उसले ब्याचलर यहाँ पढिसकेपछि लोकसेवाको तयारी गरेर काठमाडौँ जाँदाखेरि जसको घरमा करिब वार्षिक 16 टन किवी उत्पादन हुन्छ, त्यो व्यक्तिको रियल कथा साथीले त्यो कथाहरूलाई सेयर गरिसकेपछि हामीले यसमा अध्ययन गर्न थाल्यौँ र यो गर्दै जाँदा चाहिँ के देखियो भन्दा अब हामीले भ्यालु एड त गर्ने कुनै एउटा कृषि प्रोडक्टमा, तर कुन फर्ममा गर्ने त भनेर खोज्दै जाँदा चाहिँ हामीले के देख्यौँ भन्दा किवीलाई चाहिँ अचारसँग, किन भन्दा अचारको मार्केट यति ठुलो रहेछ कि तपाईँले यहाँ डाटा पनि हेर्न सक्नुहुन्छ। 2025मा चाहिँ करिब 25.28 बिलियनको चाहिँ अचारको मार्केट छ विश्व बजारमा र यो चाहिँ करिब 2026मा पुग्दै गर्दा चाहिँ 26 बिलियनको हुने र 2032सम्म पुग्दाखेरि 40 बिलियनको हुने चाहिँ प्रक्षेपण गरिएको छ। त्यसै गरी अब नेपालकै कुरा गर्नुपर्दा चाहिँ नेपालमा पनि 2025सम्म हेर्ने हो भने यो अचारको व्यापार ठ्याक्कै कति नेपालमा चाहिँ विशेष गरी सबै कुरा यो अर्गनाइज च्यानलबाट नहुने भएर किसान के अरे यतिकै घरमा बनाएर अहिले झन् सोसियल मिडियाको युज गरेर पनि त्यतिकै उ गर्ने भएर चाहिँ ठ्याक्कै एक्ज्याक्ट डाटा छैन। तर ग्रोथको रेसियो हेर्ने हो भने चाहिँ 2025मा चाहिँ 7.42ले बढिसकेको छ अचारको मार्केट है। यसले गर्दा चाहिँ हामीले अचारमा सम्भावना देखेर किवीलाई र अचारलाई जोड्यौँ। यसमा समस्या चाहिँ के देखियो त भन्दा अचारमा विशेष गरी नेपालमा पाइने अधिकांश अचारहरू चाहिँ कन्सिस्टेन्ट छैन इन टर्म्स अफ टेस्ट है। अनि त्यसपछि तिनीहरूको लाइफ स्टाइलको केसमा यो किन भइरहेको रहेछ त भन्दा अधिकांश अहिले पनि नेपालमा चाहिँ म्यानुअली हातले बनाएको अचार टाइपले प्रमोट गर्ने चक्करमा चाहिँ म्यानुअली हातले अचार बनाउँदै गर्दा चाहिँ त्यसमा कन्सिस्टेन्सी आइरहेको छैन। यो चाहिँ हामीले एउटा प्रब्लम देख्यौँ। अनि त्यसै गरी अर्को भनेको स्ट्यान्डर्ड। मैले अघि पनि भने अहिले चाहिँ खुल्ला रूपमा जसले जसरी व्यापार गरे पनि भएको छ, जसले जहाँ बनाए पनि भएको छ, मापदण्ड के छ त्यो पुरा भएको छैन। घरै बनाएको छ, टिकटकको भरमा बेचा छ, फेसबुकको भरमा बेचा छ, त्यसमा क्वालिटीको स्ट्यान्डर्डको लाइसेन्सिङको कुरा छैन। त्यो पनि एउटा समस्या देखियो अचारमा। त्यसै गरी डिमान्ड एन्ड सप्लाई, मैले अघि पनि भनिसकेँ विश्व बजारमा इभन नेपालमै पनि अचारको डिमान्ड यति बढिरहेछ कि अनि त्यसको चाहिँ नेपालको उसले चाहिँ फुलफिल गर्न सकिरहेको छैन अहिले पनि। र त्यसै गरी रिटर्न टु द फार्मर, अनि फार्मर जसले चाहिँ जुन मेन दुःख गर्ने किसान हो उसले चाहिँ के पाइरहेछ त भन्ने कुराहरू चाहिँ हामीले प्रब्लम पहिचान गरेपछि हामी त्यसको सोल्युसनतिर गयौँ। पहिलो प्रब्लमको सोल्युसन जुन चाहिँ कन्सिस्टेन्सी थिएन, त्यो कन्सिस्टेन्सी नहुने कारण भनेको म्यानुअल थियो। म्यानुअल कुन चक्करमा भन्दा हातैले बनाएको भन्ने चक्करमा। तर यसमा क्युबीको एउटा बेनिफिट छ, क्युबीको अचार घरमा अहिलेसम्म कसैले पनि म्यानुअली बनाएर खाएको छैन। त्यो टेस्ट जुन हामीले एउटा स्ट्यान्डर्ड प्रोटोकल फलो गरेर बनाउने छ त्यो नै नयाँ टेस्ट हुनेछ र त्यही नै इस्टाब्लिस टेस्ट हुनेछ। यसमा चाहिँ ओहो मैले घरमा बनाए जस्तो त छैन नि त भन्न चाहिँ यसको उपभोक्ताले पाउनु हुने छैन। यो चाहिँ हाम्रो लागि प्लस पोइन्ट हुनेछ। त्यसै गरी सर्टिफिकेसन एन्ड लाइसेन्सिङ अघि मैले कुरा गरिसकेँ। हाम्रो चाहिँ पर सर्टिफिकेसन हुनेछ। खाद्य तथा गुण नियन्त्रण विभागबाट हामीले सर्टिफाइड एउटा प्रोटोकललाई सर्टिफाइड गरेर लाइसेन्स लिएर अगाडि बढ्नेछौँ। त्यसै गरी रिलायबल सप्लाई हामीले जुन गतिमा मार्केटमा डिमान्ड छ त्यो लेभलको सप्लाई छैन। यसको लागि चाहिँ हामीसँग यसको पनि सोल्युसन छ। त्यो के त भन्दा किवीको केसमा विशेष गरी अचारको केसमा अचार बनिसकेपछि चाहिँ त्यसको स्टोरेज कम छ, तर त्यसलाई पहिले किवीलाई चाहिँ कोल्ड स्टोरेजमा चाहिँ मजाले 6-7 महिनासम्म पनि स्टोर गर्न सकिन्छ। त्यसै गरी अर्को छ कम्युनिटी बेस्ड अपरेसन। हाम्रो यसमा प्लस पोइन्ट चाहिँ के हुनेछ भन्दा
हामीले चाहिँ यो विशेष गरी किवी एउटा पकेट एरिया बनेर चाहिँ त्यो स्थानमा उत्पादन भइरहेको छ अहिलेको अवस्थामा भनेको जुन ठाउँमा जस्तो एउटै ठाउँका किसानहरू विशेष गरी त्यही ठाउँमा मिलेर अथवा त्यसको एउटाले गरेदेखि अर्कोले उत्पादन गर्नेछ। हाम्रो मोडेल यो समस्या समाधानको लागि के हुनेछ त भन्दा हाम्रो सङ्कलन केन्द्र र उत्पादन केन्द्र चाहिँ त्यही समाजमा हुनेछ जहाँ चाहिँ किवी उत्पादन भइरहेको छ र त्यहाँ उत्पादन गर्दा त्यहाँको किसानले उत्पादन गरेर त कमायो त्यो बाहेक त्यहीकै लोकललाई चाहिँ हामीले प्रोसेसिङ युनिटमा पनि त्यहीकै लेबर युज गरेर चाहिँ त्यहाँको आन्तरिक त्यो क्षेत्रको इम्प्लोइमेन्ट चाहिँ हामीले अप्लिफ्ट गर्दैछौँ। अब हाम्रो यो कार्य योजना इम्प्लिमेन्टेसन गर्नलाई मैले अघि भनिसकेँ हामीले चाहिँ किवी उत्पादन हुने पकेट एरिया हामीले पहिला सिलेक्सन गर्नेछौँ। अहिले हाम्रो लागि जाजरको एउटा नजिकको उत्पादन केन्द्र जाजरकोट बन्न सक्छ। त्यसै गरी हामीले त्यहीँनिर मैले अघि भनिसकेँ त्यही कम्युनिटीमै हामीले कलेक्सन सेन्टर र प्रोसेसिङ युनिट त्यही कम्युनिटीमै इस्टाब्लिस गर्नेछौँ। त्यसपछि हाम्रो डिस्ट्रिब्युसनको लागि चाहिँ हामीलाई मार्केट चाहियो। त्यसको लागि हाम्रो जुन अघि हामीले मसिना भन्यो त्यो चाहिँ हाम्रो डिस्ट्रिब्युसन युनिट हुनेछ। त्यहाँबाट प्रोडक्सन भएको अचार हाम्रो मसिनामा आउनेछ र यहाँबाट चाहिँ हाम्रो डिस्ट्रिब्युसन च्यानलमा जानेछ। र सेल्स एन्ड डिस्ट्रिब्युसनको कुरा गर्नुपर्दा हाम्रो दुईटै मोडेलबाट B2B एन्ड B2C मोडेलबाट डिस्ट्रिब्युट हुनेछ। B2B को खण्डमा चाहिँ हामीले होटेलहरूदेखि ल्याएर सुपर मार्केटहरू मार्ट्सहरूमा चाहिँ बेच्नेछौँ। त्यसै गरी B2C मा चाहिँ विभिन्न दराज जस्ता अनलाइन प्लेटफर्म साथसाथै हाम्रै आउटलेटबाट पनि यसलाई B2C पनि बेच्न सकिनेछ। अब अचारको उत्पादक हाम्रो बजारमा त तन्नै छ, किन हामीलाई नै रोज्ने त? जुन अघिको समस्या थियो त्यो समाधान हामीले समाधान गरेका कारण किवी आफैमा युनिक प्रोडक्ट हो। अहिलेसम्म नेपाली बजारमा किवीको अचार चाहिँ छापछापी पाइएको छैन। यो हाम्रो लागि क्रस पोइन्ट हुनेछ। त्यसै गरी युनिफर्म टेस्ट अहिलेसम्म म्यानुअली अचार बनिरहेको छ। हाम्रो एउटा स्ट्यान्डर्ड प्रोटोकलबाट अटोमेटेड मेसिन युज गरेर अचार प्रोड्युस हुनेछ जसले चाहिँ हाम्रो प्रोडक्ट युनिफर्म प्रोडक्ट निस्किनेछ। त्यसै गरी स्ट्यान्डर्ड प्रोटोकल अघि मैले भनिसकेँ हामी पर्पर लाइसेन्सिङमा हामीले खाद्य तथा गुण नियन्त्रण विभागबाट चाहिँ पर्पर टेस्ट गराएर नै हामीले हाम्रो उत्पादन बजारमा ल्याउनेछौँ। त्यसै गरी अर्को यसमा प्लस पोइन्ट भनेको के छ भन्दा यसमा किसान उत्पादन गरेर मात्रै होइन कि हाम्रो प्रोसेसिङ युनिटमा त्यही किसानहरू चाहिँ एज अ इम्प्लोइमेन्ट पाएर पनि किसानहरूको अप्लिकमेन्ट गर्न सकिनेछ। त्यसो भए अब हामीले अचार कुरा गर्दै किवी नै किन रोज्यौँ त? यसको मैले कतिपय जवाब त अघि नै दिइसकेँ है। यो आफैमा युनिक प्रोडक्ट छ र हाम्रो अर्को पोइन्ट चाहिँ के छ भन्दा हामीले देखेको सम्भावना अचारको मार्केट बढी छ अनि किवी नयाँ प्रोडक्ट भयो। अब हामीले अरू आइटमको अचार बजारमा ल्याऊ भने त हामीलाई त कम्पिटिटर छन्, हामीलाई त त्यो मार्केट पेनिट्रेसन गाह्रो हो। तर हामी एउटा युनिक प्रोडक्ट भएर चाहिँ अचारको मार्केट छिर्नलाई चाहिँ किवीबाट सहज हुने हो। किवीबाट चाहिँ हामीले हाम्रो ग्राहकहरूलाई चाहिँ हाम्रो ब्रान्ड अवेरनेस गर्नेछौँ, किन भन्दा यो एउटा युनिक हुनेछ। त्यसै गरी फ्युचर अफ किवी प्रोडक्सन एउटा मैले तपाईँलाई डाटा भन्न चाहन्छु। के छ भन्दा 2014-15मा करिब 50 हेक्टर क्षेत्रमा मात्रै किवी उत्पादन भएको थियो र करिब 350 मेट्रिक टन किवी उत्पादन भएको थियो। तर 2021-22सम्म आइपुग्दा अहिले त्यो उत्पादनको एरिया 1000+ हेक्टर भइसकेको छ र उत्पादन 7,500 मेट्रिक टन भइसकेको छ। त्यसै गरी कृषि मन्त्रालयको तथ्याङ्क अनुसार चाहिँ यो 2022-23मै 2023 हेक्टर थप क्षेत्रफलमा चाहिँ किवी को बिरुवा चाहिँ किसानले लगाएका छन्। अब यो किवीमा अरूभन्दा फरक के छ भन्दा किवी उत्पादन हुनै 5-6 वर्ष लाग्छ। हामीले पनि देखेका छौँ। हामी नेपालीको के छ भन्दा सेन्टिमेन्टमा खेल्ने बानी छ। बजारमा ड्रागन फ्रुट आयो, सुरुमा हामीले 1200-1500 हजार तिरेर किन्यौँ। अहिले त्यो ड्रागन फ्रुटको हामीले मूल्य कति पाइरहेको छौँ? 300-350। भविष्यमा अहिलेलाईको किवी नयाँ छ र हामीले महँगो किसानले उत्पादन पाइरहेको छ। तर यो जुन बिरुवा अहिले लगाएका छन् 2000 क्षेत्रफलमा त्यो एकैचोटि करिब 5 देखि 10 वर्ष लाग्छ यसको उत्पादन आउन। त्यो आउँदाखेरि यति धेरै हुनेछ कि त्यो किवी फल मात्रै खपत गर्न सम्भव हुने छैन। त्यति बेला त्यसमा कुनै न कुनै भ्यालु एडेड प्रोडक्ट चाहिने छ र त्यसलाई चाहिँ हामीले अहिले नै प्रिडिक्ट गरेर चाहिँ यसमा खेल्न सकिन्छ भनेर चाहिँ हामीले किवी रोजेका हौँ। त्यसै गरी हाम्रो कस्टमरको कुरा गर्दा मार्केटको कुरा गर्दा चाहिँ हाम्रो पोटेन्सियल कस्टमर चाहिँ अर्बन हाउसहोल्ड हुनेछ। त्यसमा पनि दामको कुरा गर्न पर्दा करिब 90,000 चाहिँ अर्बन क्षेत्रमा बस्नुहुन्छ दामको। यदि हामीले त्यसको 20% मात्रै हाउसहोल्डमा हामीले हाम्रो अचार पुर्यायौँ भने पनि करिब 17,000 घरधुरीमा हाम्रो अचार पुर्याउन सकिन्छ। र त्यसै गरी हाम्रो होटल तथा रेस्टुरेन्टहरूमा पनि हाम्रो सम्भावित मार्केट हुन सक्छ। विशेष गरी होस्टेल जहाँ चाहिँ विद्यार्थीहरूले होस्टेलको खाना मन पराउन केही एक्स्ट्रा चिज चाहिँ भयो अचारहरू राख्ने चाहिँ एकदम ट्रेन्ड छ है। होस्टेल पनि हाम्रो पोसिबल हुन सक्छ। त्यसै गरी अब मैले अघि पनि भनिसकेँ यति धेरै विदेश त नेपाली त यति धेरै विदेश जानु गइसक्यो, उहाँहरूलाई नेपाली अचार यति त्यो छ होइन, त्यो विदेश पनि एक्सपोर्ट गर्ने हाम्रो सम्भावना हुन सक्छ।
र हाम्रो ह्युमन रिसोर्सेसको कुरा गर्दा हामी नै टिममा हुनेछौँ र थप चाहिँ हाम्रो त्यहाँको लोकललाई युज गर्नेछौँ र रिस्कको कुरा गर्नुपर्दा सिजनल फुड कोल्ड स्टोरेजमा हामीले यसबाट समाधान गर्नेछौँ। प्राइस फ्लक्चुएसन हामीले पहिल्यै किसानको उत्पादन हुनुभन्दा पहिले उनीहरूसँग डिल गर्नेछौँ र हाम्रो पेस्टले पनि रिस्क हुन सक्छ र आर्थिक पाटो यस्तो छ। हामीले आर्थिक पाटोमा कुरा गर्नु पर्दा चाहिँ यदि हामीले हाम्रो क्षमताको एकदम न्यूनतम मात्र उत्पादन गऱ्यौँ भने करिब पहिलो वर्ष हामी 60,000 घाटामा जानेछौँ, तर दोस्रो वर्षबाट चाहिँ हामी करिब 1.5 लाख हुँदै तेस्रो वर्ष 2.5 लाख हुँदै चाहिँ हाम्रो ग्रोथ देखिनेछ र हाम्रो फाइनेन्सियल पार्ट चाहिँ हामीले स्टेटमेन्ट निकालेर राखेका छौँ र यति नै थियो। थ्याङ्क यू।